एक दिन नारद सत्यलोक पुगी गया, लोकको गरौँ हित भनी। ब्रह्मा ताई थिए परे चरणमा, खुसी गराए पनि। क्या सोध्छौ तिमी सोध भन्छु म भनी, मर्जी भए थियो जसै। ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गरे यो तसै। हे ब्रह्मा जति हुन् शुभ शुभ सबै, सुनिरहेछु कछु। बाँकी छैन तथापि सुन्न अहिले, इच्छा म यो गर्दछु। आउला जब यो कली बखतमा, प्राणी दुराचार भई। गरिया छन् सब पाप अनेक तरहका, निजका मतिमा गई। साँचो बात छैन कोही अरूकै गर्न, ती त निन्दा पनि। अर्काको धन खानलाई अभिलाष, गर्नन् असल हो भनी। कोही जन्त पर स्त्रीमा रत हुनन्, कोही त हिंसा महा। देहलाई त आत्मा जानिरहन, नास्तिक पशु झै तहाँ। कामका चाकर झैं भएर रहनन्, स्त्रीलाई देउता सरी। मान्नन् पितृ र मातृलाई बुझी खुप, शत्रु सरिक गरी। ब्रह्माण्ड भइकन वेद बेचिरहनन्, कोही पढुन् ताह पनि। धन ठुलो छ भनी भन्या सहज, धन आर्जन गरौँ भने। जाति धर्म रहँदैन क्षत्रियहरूमा, जो छन् यी नीचहरू। शूद्रादि तब तपस्वी होइरहनन्, ब्राह्मण सरिक बरु। स्त्री धेर भ्रष्ट हुनन् पहतिर, ससुरको द्रोह गरी। यस्ता नष्ट कसरी मुक्त हुनन्, संसारता सागर सरी। यो चिन्ता मनमा भयो र अहिले, सोधौँ उपाय भनी। आएको छु दया निदान कसरी, तर्नन् सहजी पनि। यस्तालाई उपाय गर्न सजिलो कुन हो आज
आज्ञा गरी मेरो चित्त बुझाइ बक्सनु हवस क्याले यी जान्छन् तरी नारदले दुनिया उपर गरी दया बिन्ती गरे यो सबै ब्रह्माजी पनि खुब प्रसन्न हुनुभयो मर्जी भए यो तसै हे नारद सब पाप हर्न कनता रामायणैले सरी अर्को मुख्य उपाय छैन सबैको हित्यै छ अमृतसरी शम्भुदेखि सुनेर तत्त्व सबयो गानु पार्वती गर्छी रामको नाम अपार जानी बहुत आनन्दमा पर्छे जसले गानकन गर्दछन् तति सहज संसार पार तर्दछन् कालैको पनि ताप हुँदैन भए सब तिनका सहज टर्दछन् यो सब शास्त्र विषय बडो छ रघुनाथको रूप जहनाई दिने जो छन् सबै पुराणहरू सबमा यही मुख जानी लिया गर्छन् कीर्तन सुन्दछन् मानि भने यो पाउँछन् फल पनि तिनको पुण्य बखान गर्न त सबै सक्दिन मैले पनि शून्याथ्या शिवदेखि यसकी महिमा एक श्लोक पढुन् पनि भक्तिले यदि यो पढ्यो पनि भने पाप छुट्दछन् सब भने जो एक चित्त गरेर पाठ खुसी भई गर्छन् सदायै भन्या जीवन मुक्त तिनै हुन् नरहमै ईश्वर शरीक बन्या जीवन मुक्त तिनै त हुन् नरहमै ईश्वर शरीक बन्या जीवन मुक्त तिनै त हुन् नरहमै ईश्वर शरीक बन्या पूजा पुस्तकको गरे पनि त फल एक समेतका सरी पाउँछन् सुनियो कहीँ पनि भने पाप छुट्दछन् त्यस गरी जो त पुस्तकका नजिक गई नमस्कार फगत गर्छन्
त्यस्ता जन सबै देवता पुजी उन्य फोल भोगमा पर्छन्। चारै वेद पढेर शास्त्रहरूको व्याख्यान गर्दा पनि पाइँदैन उफलत पाउँछ सहजै पुस्तक दिनाले पनि। भक्तिले कै भक्तका घर गई एकादशीमा कहे 24 पल्ट पुरस्चरण गरी हुने गायत्रीका फल भए। जसले रामनवमी उपासी खुसीले जागरण समेत गरी यो रामायण पाठ गरोस् कि त सुनोस् तन मन यसैमा धरी। त्यसले तीर्थ पिछे तुला पुरुष दान सूर्य ग्रहणमा पर्यो। यसमा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्यो। रामायण कन गाउने पुरुषको आज्ञा त इन्द्रै पनि मान्छन् रघुनाथ प्रिय यी हुन् मान्ने यी नै हुन् भने। रोज रोज यस कन पाठ गरेर जानले सत्कर्म जति कोटि गुण फल बढ्दी बिल्छ सबको घट्दैन तिनका रति। यसमा राम हृदय छ पाप हरिलिने केही ब्रह्मघाती पनि शुद्धात्मा बनि जान्छ तीन दिन पढ्या गर्छन् कृपा राम धनी। रोज रोज 3 पटक अगाडि हनुमान राखेर पाठ गर्छ जो। जस्तो भोग गर्न खोज्छ न उसब भोग सम्पूर्ण पाउँछ सो। जो यो पाठ तुलसी पिपल बरिसरी गर्छन् प्रदक्षिण गरी तिनका पाप सब जन्ममा जति छन् छुट्छन् ती त्यसै घरी। त्यसमा राम गीता झन् अति ठुलो जसको महात्मै पनि सब जान्ने शिव छन् बरु अरू त को जान्ने छ यस्तो भने। आधा पार्वती जान्दछिन् म त सबै चौथाइ पो जान्दछु। गीता पाठ गरेर नाश नहुने पाप छैन यो मान्दछु।
रामले वेद मथन गरिकन झिके गीता र अमृतसरी लक्ष्मण दिए यदि पढी मिले जाइन्छ संसार तरी मार्छु निस्तन कार्तवीर्य भनी खुब ठुलो इरादा गरी पढे श्री शिवते गए परशुराम दिन चरणमा परे रामगीता तैदेखि पाठ गरिलिए नारायणै ती भने पढ्थिन् पार्वती राम गीता तही सुनि पाठ गर्न लागि गया महिना दिन यही राम गीता पढिलिए सब ब्रह्म हत्याहरू छुट्छन् ताहरू छुट्छन् कसकल पाप भन्ने बयान के गरौँ शालिग्राम तुलसी पिपल की त बडा सन्यासी थिए जो गई राम गीता कन पाठ गर्यो पनि भने ठुलो महात्मा भए जुन फल छन् मुखले भनि नसकिने त्यो फल ती भोग गर्दछ कोही श्राद्ध विषय पढुन् त तिनका पितृ सबै तर्दछ पहिले खुब नियम गरी दशमीमा एकादशीमा पनि आसन बाँधी अगस्ती वृक्ष मणि पाठ गर्छु म गीत भने राम गीता उपवास गरिकन बहुत आदर गरी पढ्छ जो त्यसलाई त नभन्नु मालिक भनी राम सरीको छ त्यो ध्यान तीर्थ कदापि केही नगरी यही राम गीता पढी बस्छन् ज्योति अनन्तका पदवीमा जान्छन् सहज पत्तरी धेरै बात गरेर हुन्छ अब के रामायणै जो जबर पाप हर्नकन छैन केही बुझियो त्यसै सरीको अब जो छन् तन्त्र पुराण त्रिश्रुति स्मृति यी त कोही कलामा पनि पुग्दैनन् तब खान कहाँ त गरौँ यो फेरि ठुलो भने
जो रामायणको महात्म्य विधिले नारदजीलाई कया जुन सुनिकन चित्तको बुझिलिँदामा नारद पनि खुस भया। पाठ गर्छन् कि त सुन्दछन् यति भने यो यति सुन्दर पनि जान्छन् सब उनी विष्णुका पुरीमा खुब पूज्य सबका बने।